जिन्दगीमा आज आएर एउटा कुरा बुझेँ मैले, कसैले पनि साथ नदिने रहेछ जिन्दगीमा परेको बेलामा होइन। तर कसैको साथ लगेर हिँड्नु पनि हुँदैन जस्तो लाग्छ होइन मलाई। तर कतिखेर चाहिन्छ के त्यस्तो सबैको साथ लग्नुपर्छ भन्ने पनि हुँदैन। अब त्यो कतिखेर साथ दिनुपर्छ नि यार परेको बेलामा। जिन्दगीमा कोही पनि आफ्नो हुँदैन। जे हुन्छ आफैले गर, आजै गर, भोलिको दिन नसोच होइन। जे हुन्छ आजको लागि गर, भोलिको दिन कोहीले नि देख्दैन। जे हुन्छ आजको लागि गर। मेरो लागि त कोही पनि चाहिँदैन जिन्दगीमा। जे गर्छु म एक्लैले गर्छु। बस त्यही हो। मलाई यस्तो साथीभाइ भने अब साथीभाइ हुन्छन् आफ्नो ठाउँमा। अब केटाहरूले भन्लान् फेरि ए साथीभाइलाई यस्तो यस्तो भन्न केटाहरू। अब ठिकै हो। साथीहरू पनि अब कस्तो अब परेको बेलामा अब कस्तो हुन्छ के हुन्छ भन्ने हो। ठिकै छ, जिन्दगीमा जे आइरहेछ त्यही भोग्नुपर्छ होइन। अब राम्रो खोजेर नै हुँदैन। ठिकै छ, अब के गर्नु अरू। गाह्रो भइरहेछ आजको दिनमा आएर मलाई। आफ्नो घर फ्यामिलीले त साथ दिँदैन भनेपछि अरू बाहिरको मान्छे त कोही पनि होइन। घर फ्यामिलीले नि अब साथ, फेरि घर फ्यामिली अब कोही भन्ला फेरि ठिकै छ। म त खुसी, अब म त यस्तै हाँस्दै हिँड्छु होइन। मलाई अब मान्छेको दिलमा के भइरहेछ के हुन्छ भन्ने हो। तर मन दुखिरहेको हुन्छ अब हाँस्यो भन्दैमा अब के। तर सपोर्ट कसैको लग्नुहुन्न जिन्दगीमा। आफ्नै सपोर्टले जे गर्नु छ आफ्नो सपोर्टले गर, आफै गर, आजैदेखि गर, भोलिको लागि नपर्ख्यो। त्यही हो मेरो सोच नि त्यही भइसक्यो। सोच्नु के मैले भोगिसकेँ त्यो गर्नुपर्छ भन्ने सोचेको होइन कि मैले भोगेर भनेको होइन। ठिकै छ, अब जे गर्छु आफै गर्छु। कसैको ऊ पनि चाहिन्न मलाई। आफ्नो साथीभाइ, इष्टमित्र, नातागोता भन्ने कोही पनि चाहिन्न के जिन्दगीमा। जे गर्छु